जुन टपिक हो छुवाछुत एउटा सामाजिक समस्या र विकृति हो। छुवाछुतबाट हुने असर र कारणहरू भन्न गइरहेको छु। छुवाछुत हुनुका कारणहरू निम्न छन्। अन्धविश्वासका कारणले, पुराना मानिसहरू अशिक्षित भएका कारणले, समाजका नराम्रा चालचलन रीतिरिवाजमा लागेर, अरूमाथि बिना अर्थ शक गरेर, गरिबीका कारणले, बहुविवाहका कारणले आदि। यसका असरहरू निम्न छन्। मानवीय मस्तिष्कमा नराम्रो असर पर्दछ। मनमा लागेका जिज्ञासा प्रस्तुत गर्न सकिँदैन। कुनै काममा सहभागी हुन पाउँदैन। तल्लो जाति भनेर भेदभाव हुन्छ। समाजका नराम्रा चालचलन रीतिरिवाजको वृद्धि विकास हुन्छ। समाजमा नराम्रो असर पर्दछ। सामाजिक तथा पारिवारिक समस्याको वृद्धि हुन्छ। धन्यवाद। सबैले नमस्कार, मेरो नाम निर्मल ढोकाया हो। आज सामाजिक समस्या र विकृतिको समाधान भन्ने पाठमा मेरो समूहलाई त्यो दाइजो प्रथा भन्ने टपिक परेको थियो। दाइजो प्रथाको कारणहरू निम्न छन्। एकमा शिक्षाको कमीले, दुईमा परम्परागत प्रचलन हुनाले आदि असरहरू, माइती पक्षले दाइजो नदिएमा नारीलाई हेला गर्ने, दुईमा दाइजो नदिएपछि छोरीको अकालमा ज्यान जान सक्छ। तीनमा माइती पक्षले दाइजो नदिएमा वरिपरिका छिमेकीले हेप्ने। चारमा दाइजो नदिएमा छोरी चेलीलाई बेचबिखन गर्ने आदि। मेरो समूहमा सामाजिक समस्या र विकृति अन्तर्गत बाल श्रम भन्ने टपिक्स पढेको थियो। उमेर नपुग्दै गाह्रो काममा लगाइने श्रमलाई बाल श्रम भनिन्छ। बाल श्रमका असरहरू निम्न छन्। उमेर नपुग्दै बालबालिकालाई काममा लगाउने बालबालिकालाई हिंसा हुन्छ। उनीहरूको शारीरिक विकासमा बाधा पुग्छ। परिवारको माया ममता नपुग्ने हुन्छ। बालबालिकालाई नकारात्मक असरहरू देखा पर्दछ। शिक्षाको कमजोरी हुन्छ। सानै उमेरमा घरको जिम्मेवारी आइपुग्छ। बालबालिकालाई घर छोडेर बाहिर काम गर्न बाध्यता हुन्छ। बालबालिकालाई विभिन्न किसिमका असरहरू देखा पर्दछ। बालबालिकालाई तनाव दिएर आत्महत्या गर्न पुग्दछ। पारिवारिक असरहरू देखा पर्छ। नमस्कार, मेरो समूहमा परेको मानव विस्मरणको कारण निम्न छन्। अरूको जलिमा लगेर कुरा बच्चालाई काठमाडौँ बरुवा सहरमा लगेर बेच्ने बेच्छन्। अरू चिन्जान नभएको व्यक्तिसँग कुरा गरेर काठमाडौँ पठाउँछन् भनेर दिएर आमुवा नभएको कारणले बच्चालाई उठाएर लग्छन्। असरहरू बच्चाहरूको ज्यान जान सक्छ। बच्चाको नमस्कार, मेरो नाम प्रकृति मात्रा। आज हाम्रो कक्षामा सामाजिक शैली समाजमा हुने समस्या लेख भन्नुभएको छ र 6 समूहमा बाँडिएको छ र हामी छाउपडी प्रथाको समूहमा पढेका छौँ। छाउपडी प्रथाको कारण निम्न छन्। घरमा सँगै सबै परिवार बस्दा छुवाछुत हुन्छ। अन्धविश्वासले गर्दा पनि हो, चालचलनले गर्दा प्राकृतिक नियम पनि हो। असरहरू निम्न छन्। महिनावारी भएका महिला
बालिकालाई भारी बोकाउँदा धेरै रगत बग्न सक्छ। घर बाहिर बस्दा अकालमा ज्यान जान सक्छ। घर बाहिर बस्दा बलात्कारी हिंसा हुन सक्छ। नमस्कार, मेरो नाम देवराज साई हो। म कक्षा 6 मा पढ्छु। आज सामाजिक समस्या विकृति भन्ने शीर्षकमा लकडाउनले पार्ने असर र कारण साथीभाइको लैलैमा लागेर नराम्रो साथीहरूको कुलरमा लागेर जुवा तास खेलेर जाँड रक्सीको पसल बनाएर यस्ता असर घर परिवारसँग झगडा हुन्छ, क्यान्सर लाग्न सक्छ, पैसा खर्च हुन्छ, छोराछोरीको पढाइमा असर पुग्छ, जाँड रक्सी खाएर गाडी चलाउँदा दुर्घटना हुन सक्छ, घरेलु हिंसाको कारण बालबालिकालाई पढ्न मन लाग्दैन।